हेलो एभ्रिवान, आज चाहिँ म फेरि आज नयाँ स्टोरी लिएर आएको छु। स्टोरी चाहिँ अब यसरी सुरु हुन्छ है त। अनि जस्तै एकादेशमा चाहिँ के छ अरे एउटा राजा थियो अरे के होइन। अनि राजा चाहिँ अनि त्यसपछि सधैँ अब राजा त बिहान उठेर फ्रेस भएर बाल्कुनीमा निस्किनुहुन्थ्यो अरे के। अनि एक दिन पनि त्यसरी नै निस्किँदाखेरि चाहिँ अनि त्यसपछि चाहिँ त्यो राजाले चाहिँ त्यहाँ एउटा गरिब मान्छे देख्नुभएको छ कि त्यो बाल्कुनीबाट। अनि त्यसपछि राजालाई चाहिँ एकदम के भएछ, एकदम मुडै अफ भएछ। त्यो दिनभरि मुड अफ भएछ अनि एकदम कामै गर्न मन लागेन के। अनि त्यसपछि कामै गर्न मन लागिसकेपछि चाहिँ अनि राजाले चाहिँ होइन सबै त्यहाँको काम भाटाहरू अनि त्यसपछि मन्त्रीहरूले चाहिँ राजा के भयो होइन, किन राजाको आज के अरे मुड अफ छ, के भयो भनेर सोद्धाखेरि चाहिँ आज बिहान मैले एउटा गरिबलाई देखेको थिएँ, त्यो देखेपछि चाहिँ मेरो आज मनै मानेन, मुड एकदम अफ भयो भनेर भन्नुभएको छ कि। अनि त्यसपछि होइन राजाको बिहान किन राजाको अगाडि देखिन आएको, त्यसलाई चाहिँ अब पनिस गर्नुपर्छ होइन, त्यसलाई दण्ड दिनुपर्छ भनेर सबैले चाहिँ राजाले चाहिँ सल्लाह दिएछन् कि। राजाले पनि त्यहाँको अब सैनिकहरूलाई चाहिँ हो ल त्यसलाई पक्रेर लिएर आइज, त्यसलाई सजाय दिनुपर्छ, मृत्युदण्ड दिनुपर्छ भनेर चाहिँ अनि त्यो जो गरिब थियो नि त्यसलाई चाहिँ खोज्नलाई चाहिँ सेनाहरू पठाउनु भएको छ। अनि सेनाहरू गएछन्, खोजेछन् के। अनि अब भेटाएर च्याप्प समातेर के भन्छ भन्दा राजाले बोलाउनु भएको, राजा चाहिँ दण्ड दिने भन्नुभएको छ, त्यही भएर हामीले तँलाई समात्न आएको भनेपछि त्यो गरिबले चाहिँ होइन के गरेँ मैले के गरेँ होइन भनेर चाहिँ राजाले तँलाई पनिस गर भनेर दण्ड दियो भनेर चाहिँ हामीलाई आदेश दिनुभएको छ, तेरो चाहिँ मृत्युदण्ड हुन्छ भनेर भन्नुभएको छ भनेछन् कि सेनाहरूले। अनि त्यसपछि चाहिँ अब त्यो गरिब मान्छे त गरिब थियो होइन। अनि उसले चाहिँ के भने भन्दा मलाई एकचोटि मृत्युदण्ड दिनुभन्दा अगाडि चाहिँ एकचोटि म राजासँग भेट्न चाहन्छु, मेरो चाहिँ त्यो इच्छा चाहिँ पुरा गरिदिनु भनेछ क्या। अनि त्यसपछि चाहिँ अनि त्यसपछि जो त्यो गरिबलाई चाहिँ अब राजासँग भेटाइदिनु पऱ्यो नि त। अब इच्छा भनेपछि एउटा इच्छा पुरा गरिदिनु भनेर चाहिँ राजासँग भेटाइदिएछ कि। अब त्यसपछि राजाको अगाडि ट्याक्क गरिब मान्छे बोल्छ, राजा चाहिँ एकदम रिसाएको छ, त्यो किन बिहान देखेको भनेर रिसाएको छ कि राजा। अनि त्यसपछि गरिब मान्छे चाहिँ नमस्कार राजालाई चाहिँ नमस्कार गरेर चाहिँ मैले के गल्ती गरेँ भनेर चाहिँ भन्छ के, राजालाई सोध्छ। अनि त्यसपछि राजाले चाहिँ त बिहान किन मेरो अगाडि देखेको, त देखिँदाखेरि चाहिँ मेरो आज दिनभरि मुड खराब भयो, दिनभरि मेरो चाहिँ के भयो दिनै राम्रो गएन भनेर भन्नेछ क्या। अनि त्यसपछि अनि त्यो जुन गरिब थियो नि त्यसले चाहिँ एउटा बिन्ती बिसाउँ महाराज भनेर भनेछ क्या। हुन्छ भन् के हो भन्ने कुरो भन्दाखेरि चाहिँ जस्तो हजुरले मलाई देख्दाखेरि हजुरको दिन खराब भयो होइन, अनि मैले नि त हजुरलाई देखेको हो नि होइन, देख्दाखेरि त दुईजनाले देखेको। जस्तै राजाले गरिबलाई देख्दाखेरि राजाको दिन खराब भयो, अनि गरिबले नि त राजालाई देखेको त, अनि गरिबले राजालाई देख्दाखेरि चाहिँ फेरि गरिबको चाहिँ मृत्युदण्ड हो नि होइन, त्यस्तो सजाय पाउनु पर्ने होइन, यो त न्याय भएन नि त, यो त उचित भएन भनेपछि जस्तो राजालाई देखेपछि झन् गरिबको त दिन त राम्रो हुनुपर्ने हो कि भन न, झन् लाइफ राम्रो हुनुपर्ने। तर गरिबले राजालाई देख्दाखेरि झन् के भयो, उसको चाहिँ मृत्युदण्ड हुने भयो। त्यो भइसकेपछि त मैले नि त हजुरलाई देखेको थिएँ, मेरो चाहिँ मृत्युदण्ड भयो भनेर भनेपछि चाहिँ राजाले चाहिँ होइन मलाई देखेपछि त राम्रो हुनुपर्ने हो यसको भनेर चाहिँ अनि त्यसले पाएको मृत्युदण्ड पनि के गरेछ, सजायबाट मुक्त भएछ। यो कथाको लेसन भनेको चाहिँ मुक्त भनेको चाहिँ उसले अब सजाय पाएन कि, पनिसमेन्ट पाएन। राजालाई चाहिँ उसको जवाब चाहिँ चित्त बुझ्यो कि हो त नि, लाग्यो उसलाई, राजालाई चाहिँ के लाग्यो हो त मैले उसलाई देख्दाखेरि त्यसको मेरो दिन राम्रो भएन भन्छ, उसले नि त मलाई देखेको थियो भने उसले देख्दाखेरि चाहिँ झन् फेरि उसको त्यो झन् त्यस्तो नराम्रो त हुनु भएन नि त मलाई देखेर भनेर चाहिँ राजाले माफी गरिदिनु भएछ। अब यो क्वेसन यो कथाको मोरल भनेको के हो भनेदेखि न, सन्देह जे कुरा पनि दिमाग लगाएर गऱ्यो भने चाहिँ जे कुरा पनि के हुन्छ सफल हुन सकिन्छ के, कुनै पनि परिस्थितिबाट चाहिँ जोगिन सकिन्छ। जस्तै हेर न, गरिब मान्छेले मृत्युदण्ड भनेको उसको अब डेथ पेनाल्टी दिन्थ्यो क्या राजाले, त्यो दिनबाट पनि उसले दिमाग लगाएर चाहिँ उसले आफूले के गर्यो पनिसमेन्ट पाएन। बुझ्यो स्टोरी तिमी बुझ्यो, यसो सर र भन्नु के भयो अरे के अरे राजाले त्यसले के अरे गरिबलाई देख्यो अरे, अनि त्यसको मुड अफ भयो, अनि मुड अफ भएर के अरे गरिबलाई के अरे डेथ गर्न चाहने पनिसमेन्ट, अनि के अरे